नमस्कार, म गणेश शर्मा, एसटी मिराकलको सञ्चालक। म नेपाली विद्यार्थी तथा अभिभावकलाई हार्दिक स्वागत गर्न चाहन्छु। अहिले दक्षिण कोरियामा जान चाहने विद्यार्थीहरूको प्रक्रिया अलि सहज भएको तपाईहरुलाई जानकारी गराउन चाहन्छु। हामी दक्षिण कोरियाका धेरै प्रतिष्ठित विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्छौं र यदि तपाई दक्षिण कोरिया पूर्ण छात्रवृत्ति तथा आंशिक छात्रवृत्तिमा त्यहाँका प्रतिष्ठित युनिभर्सिटीमा जान चाहनुहुन्छ भने हामीले तपाईलाई हार्दिक स्वागत गर्दछौं र दक्षिण कोरियामा प्रक्रिया गर्नुभन्दा अगाडि तपाईको शैक्षिक अवस्था कस्तो छ भन्ने कुरा ख्याल गरेर मात्रै अप्लाई गर्नु हुन म विनम्र अनुरोध गर्दछु। तपाईको शैक्षिक अवस्था नमिल्दाको खण्डमा तपाईको भिजा रिजेक्सन हुने चान्स अत्याधिक हुने भएको हुनाले तपाईको पहिलो कुरा त इन्टेन्सन यदि पढ्ने छ, नेपालमा पनि तपाईले राम्रो पढ्नु भएको थियो र तपाईलाई कम शुल्कमा क्वालिटी एजुकेसन लिन चाहनुहुन्छ भने दक्षिण कोरिया एउटा तपाईको लागि उत्तम गन्तव्य हुन सक्छ। तपाई दक्षिण कोरियामा जानका लागि 20 लाख, 25 लाख, 15 लाख खर्चिनु पर्ने अवस्था छैन। टोफल अथवा तपाईको आईएलटीएस मा राम्रो स्कोर छ र तपाईको जीपीए 2.8 अथवा 60% भन्दा माथि छ भने तपाईलाई हामीले कोरियामा न्यूनतम पनि 30% स्कलरशिप देखि तपाईको आईएलटीएस को स्कोर अनुसार 70-100% सम्म स्कलरशिप सम्म हामीले तपाईलाई पठाउन सक्छौं। कोरियाको जुनसुकै ठाउँमा पनि हाम्रा विद्यार्थीहरू अध्ययन गरिरहेको भेट्नु हुनेछ र हामीले तपाईलाई कोरियाका कुनै पनि युनिभर्सिटीमा पठाउनका लागि तपाईलाई परामर्श दिनका लागि हामी सक्षम छौं। म तपाईलाई एउटा राम्रो पक्ष के भन्न चाहन्छु भने यदि तपाई कोरिया जान चाहदै हुनुहुन्छ भने नेपालमा हामीसँग तपाईका लागि तपाईका छनौट अनुसारका पर्याप्त युनिभर्सिटीहरू छन्। तपाईको अभिभावक सहित हामी कहाँ आएर परामर्श सेवा लिन र प्रक्रिया गर्नका लागि हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।